नमस्कार, म नारायण खत्री। आजको यस भिडियोमा म तपाईहरूलाई इनिसबाट परीक्षाको नतिजा व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी दिन लागिरहेको छु। अब लागौं कक्षा 4 देखि 7 सम्मको नतिजा प्रविष्टि सम्बन्धमा। यसको लागि पनि हामीले अघि जुन कक्षा 1-3 मा जसरी प्रोसेस गरेका थियौं यसमा पनि करिब उस्तै हो। अब हामी म्यानेज एक्जाममा जान्छौं। अब सुरुवातमा यो जुन हाम्रो एडमिट कार्ड छ, यो एडमिट कार्डमा हामी सिम्बोल नम्बर कायम गर्ने काम गर्छौं। जस्तो मैले अहिले कक्षा 4 को गरेँ। कक्षा 4 देखि 7 सम्मको एउटै प्रक्रिया हो। अब यसमा पनि हामीले एडमिट कार्डमा यसरी हेर्दाखेरि सबै विद्यार्थीको नाम लिस्ट देखिन्छ उक्त कक्षाको। हामी पहिलोलाई सिम्बोल नम्बर एउटा युनिक सिम्बोल नम्बर दिन्छौं अनि जेनेरेट गर्छौं। सबैको जेनेरेट भयो, सेभ गर्छौं। यति गरेपछि यो एडमिट कार्डसँग सम्बन्धित काम सकियो। अब हामी मार्क्स एन्ट्री गर्न जान्छौं। मार्क्स एन्ट्री 1 to 12 फाइनल भन्ने छ। यसमा हामी गए पश्चात साल छानौं, कक्षा छानौं कक्षा 4 र अब यसलाई लोड गरौं। यसो गर्दा विद्यालयमा पढाइ भएका सबै विषयहरू यहाँ माथि देखिएको छ। नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला र स्थानीय विषयको रूपमा हाम्रो नीलकण्ठ, हाम्रो सान भनेर यसरी यहाँ देखिएको छ। अब हामी क्रमशः सबै विषयको नम्बर इन्ट्री गर्छौं। जस्तो अब अल गर्दा सबै विषयको नम्बर इन्ट्री गर्ने ठाउँ एकैपल्ट खुल्छ भने नेपाली मात्रै भन्दा नेपालीको मात्रै अङ्क राख्ने ठाउँ खुल्छ। यो चाहिँ हामीले अल गर्नुभन्दा कुनै एउटा विषयगत रूपमा चाहिँ एउटा विषयको इन्ट्री गर्दै सेभ गर्दै गयौँ भने धेरै सजिलो पनि हुन्छ। अब नेपाली भनेर अहिले मैले क्लिक गरे पश्चात अब यहाँ नेपालीको चाहिँ अङ्क राख्ने ठाउँ आएको छ। यसलाई 4 भागमा विभाजन गरिएको छ। 4 भाग भनेको चाहिँ 2 भाग भनौँ। सुरुवातमा 2 भाग छ। 2 भागलाई यो आन्तरिकतर्फको 3 भाग बनाइएको छ भने बाह्यतर्फ अर्थात् सैद्धान्तिकको चाहिँ 1 भाग गरेर यो जम्मा 4 वटा खण्ड दिएको छ। पार्टिसिपेसन 4, प्र्याक्टिकल प्रोजेक्ट 36, टोटल अफ टर्म 10। यो भनेको चाहिँ आन्तरिकतर्फको अङ्क हो। यसमा चाहिँ हामी हाजिरी तथा सहभागिताको 4 अङ्क दिन्छौँ। प्रयोगात्मक कार्य तथा परियोजना कार्यहरूको लागि 36 अङ्क दिन्छौँ र त्रैमासिक परीक्षाको मा प्राप्त गरेको जुन प्रथम त्रैमासिक, द्वितीय त्रैमासिक हामीले विद्यालयमा लिने त्रैमासिक परीक्षाको अङ्कलाई चाहिँ यहाँ क्युमुलेटिभ रूपमा ल्याएर चाहिँ यहाँ 10 मा अङ्क दिन्छौँ भने वार्षिक परीक्षाको जुन 50 मा हामीले परीक्षा लिन्छौँ त्यसको अङ्कलाई चाहिँ यहाँ राख्छौँ। जस्तो अहिले मैले उदाहरणका लागि 4 मा यो विद्यार्थीको 3 आयो, प्र्याक्टिकल प्रोजेक्टमा 30 आयो, टोटल अफ टर्म 10। अब यसमा उसको 6 आएको रहेछ भने उसको फाइनल जुन वार्षिक परीक्षाको 50 मा कति आयो त भन्दाखेरि 32 आयो। यसरी सबै विषयको अङ्कहरू हामी यहाँ क्रमशः इन्ट्री गर्दै जान्छौँ। यसलाई चाहिँ म अलिकति फरवार्ड गर्छु है त। यसरी उक्त विषयको सबै अङ्क प्रविष्टि गरिसके पश्चात अब मैले यसलाई सेभ गरेँ। हामीले क्रमशः अब अंग्रेजीको, त्यसै गरेर गणितको, विज्ञान तथा प्रविधिको, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको, त्यसै गरी स्वास्थ्य शारीरिकको र स्थानीय विषयको रूपमा जुन विषय रहेको छ उक्त विषय गरेर हामीले 7 वटै विषयको चाहिँ क्रमशः अङ्क प्रविष्टि गर्दै अनि अन्तिममा गएर सेभ गर्नुपर्छ। यसरी सेभ गरे पश्चात हामीले मार्क्स वाइज लेजर पनि हेर्न सक्छौं, मार्क वाइज लेजर पनि हेर्न सक्छौं भने ग्रेड वाइज लेजर पनि हेर्न सक्छौं। त्यसै गरी आवश्यकता अनुसार हामीले ग्रेड सिटको पनि प्रयोग गर्न सक्छौं। ग्रेड सिट पनि बनाएर चाहिँ हामीले विद्यार्थीहरूलाई चाहिँ दिन सक्छौं। यसरी चाहिँ
हामीले कक्षा 4 देखि 7 सम्मको परीक्षाको नतिजा चाहिँ हामीले इमेजमा प्रविष्टि गरेर गर्न सक्छौँ।